कस्तो विडम्बना छ है लाइफमा। कतिपय मान्छेहरूलाई हामी नजिक हुँदा हुँदा कति नजिक एकदम मिलेको जस्तो देखिन्छ होइन, एकदम ह्याप्पी छ देखिन्छ, तर एटलिस्ट होइन है, होइन के गर्ने लाइफ। कति अर्कै मान्छे पीडा छ है, पीडामै जिइरहेको त्यस्तो देखिन्छ। किनकि आफू पनि त्यही लाइनमा छु होइन। जति मान्छेले जति जे जस्तो देखाउँदै गरे पनि होइन, वास्तविकता त अर्कै हुँदो रहेछ होइन। वास्तवमा यता परिवारमा आफ्नो दाजुभाइ दिदीबहिनी आमा बुबा सबै सँगै बसे जस्तो लाग्छ। एटलिस्ट एक्लै हुने मान्छे जी त एक्लै जिइरहेको हुन्छ कि। सही हो कि होइन? हो कि किन हो नि। किनकि यस्तो मोड आयो जिन्दगीको लाइफमा होइन। अब एभ्रीबडी स्वार्थी भयो कि लाइफमा, हर कोही स्वार्थी। आफू भित्री मनैबाट माया गर्ने भनेको पिरेलै मात्र पाउँछ, पिरेलै। हो कि नाइ? दिस इज ट्रु। ओके, यही हो जिन्दगी लाइफ भनेको। हेर, मेरो मान्यता त होइन, यो संसारमा माया भन्ने चिज ठुलो केही छैन जस्तो लाग्छ। किनकि जहाँ माया हुन्छ त्यहाँ जीवन हुन्छ, त्यहाँ जीवन जिइरहेको हुन्छ। त्यसैले मेरो सबै टिकटक फ्यानहरू होइन, थोरै भए पनि मायामा जिउने गर्नु, माया गर्नु। कसैलाई जीवन त अलिकति हँसाउन खोजेको पनि छ, अलिकति एक पलको बिदा, एक पलको दुःखलाई मेटाउन सक्नु भने पनि ठुलो कुरा हो। एनिवे, जति पनि मेरो लाइफमा जोडिरहेको मेरो साथीहरू हो होइन, एभ्रीबडी केटिएममा जो पनि आउँछ होइन, कसैलाई यदि मलाई सम्झ्यो भने, केही पर्यो, दुःख पर्यो भने सम्झनु होला, म त्यहाँ हुनेछु। ओके, बाई।